हेलो गुड मर्निङ गाइज। अब आज चाहिँ 8 त बज्नु आँटेको छ। मेरो नानीको उठ्ने टाइम भइसक्यो। ला उसले त हेर्नु नि, होइन अघि भर्खर मैले डाइपर खोलिदिएँ नि त, अब त्यो बेला भयो भने त नलगाइदिएको। अन्त सुसु पो गरिदियो। अन्त अब अहिले चाहिँ म उठेँ, अलिकति अगाडि नै उठेको हो, किनकि चाहिँ अहिले सँगसँगै उठ्दाखेरि नानीसँग अत्तालिनुपर्छ क्या, ऊ सँगसँगै हुन्छ। यसो रिल्याक्स भएर यसो चियाहरू खायो नि गुड मर्निङ गुड मर्निङ सन्जु सन्जु कुखुरा 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 गर्दै न। अब नाङ्गो गयो चाहिँ अन्त म चाहिँ अब बिहानै भन्दा पनि 8 त बज्नु आँट्यो। यहाँनिर कफी इन्जोय गर्नु आँटेको।